ए कान्छा आइज। ए हजुर बुवा म किन आउँदैछु। तँसँग एउटा कुरा छ। भन्नु बुवा। तल मैले अस्ति भन्दा 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 नसुने होइन। उसले भन्छ र भाउजू भनेर लुसुक लुसुक काम सघाइदियो भने तल गए होइन। त्यो नभएको कुरा काम सघाउनु जानुहुन्न म काम गर्दै भन्छ। अहिले गाउँको मान्छेले कुरा काट्छ अरे तेरो बारेमा केटा। गोरु जोत्न यताउता दाउरा गर्न सघाइदियो भने तिमी गर्दा पनि मान्छेले कुरा काट्छ। यो गाउँको मान्छे हुँदैन अनि अलिकति काम गर्दैन। ए तिनीहरू देवर भाउजू कसो गरी बिग्रेर हिँड्नु लागिसक्यो भनेर गाउँको मान्छेले अलिकति यताउता बोल्यो भने यो गाउँको मान्छे यस्तै हो। हामी तल भन्दैछ पछि नराम्रो नहोस् भनेर जन्दै विदेश भनेर शादी गरिदिनु खोजेको सबै गर्नु खोजेको लखर 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 खाली भाउजूको पछि लाग्छ। मेरो भाउजू भन्छ एउटाले मेरो देवर बाबु भन्छ काम छिटो सकोस् भनेर। बाउले नि फेरि गाउँको कुरा सुनेर मलाई कराउनु लाग्यो। मलाई के थाहा म भित्र के गर्छ भनेर। न्युगो काम सघाउनु जाने भने भाउजू गइसकेपछि त के हुन्छ भन्छ। बुढोलाई के थाहा। उनीहरूको पारा के हो केटा पारा नबस्। बुढोलाई कसले कोल लगाइदिएछ फेरि। उसले त देखिन नि त्यस्तो होइन बुवा। त्यो मान्छे कुरा सुन्नुहुन्न केटा। अब दाइ पनि आउनेवाला भइसक्यो। अहिले यो कुरा सुने भने तेरो गर्दन छिनाइदिएला। बरु जा कलकत्ता दिल्लीतिर भाँडा मोलेर भए नि बस बरु 1-2 वर्ष। म इन्डिया पनि जान्न अर्का भाँडा पनि धुँदैन। यही ठिक छ। अब त्यो मान्छेको कुरा सुनेर मलाई नकराउँछ। अनि त्यहाँबाट पारा बिहे गरे केटा। मैले भने कुरा मान रुक्क गरेर भर्दिन त्यस्तो कुरा सुरा खल्ली बल्ली। छिमेकीमा भइहाल्छ नि काम सघाउनु यताउता गोरु जोतिनु दाउरा काटिदिनु मेलापात गर्नु। यस्तो कुरा सुन्नुहुन्न बुवा। बुढोलाई चाहिँ कसले कुरा लगाइदियो पनि बुढोले थाहा भएन त फेरि मलाई इन्डिया पठायो भने त भाउजू त दाइ आइसकेपछि अहिले भेट्दैन होला। गाह्रो छ।